हेलो गाइज, नमस्ते सबैलाई। गाइज, यति धेरै दिन मैले भिडियो नल्याउनुको कारण चाहिँ एकदमै बिमारी परेर भिडियो ल्याउन सकेन र धेरै दिनपछि आज भिडियो बनाउँदैछु र त्यही हो। अझै पनि सर्दी लागेछ कि अलि खोकी, रातभरि खोकी हुन्छ, त्यही भएर लास्टै गाह्रो भएको थियो मलाई र आज म भिडियो बनाउन जाँदैछु। अब आजदेखि अलिक कन्टिन्यू भिडियो ल्याउने प्रयास गर्नेछु र आवाज त बिग्रिएकै छ, त्यही पनि अब धेरै दिन भइगयो नि त कन्टेन्ट नल्याएको। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो वाउ, यो चाहिँ पोल्ट्री फार्मबाट ल्याएको के मैले। 3.5 केजीको कुखुरा छ, ल्याट्टै बनाउने हो अहिले यसलाई हैन। त्यसपछि खाने हो यसलाई आज फ्राई गरेर के, एकदमै ग्रेभी फ्राई बनाउने हुन् मेरो म्याडमज्यू। म यसलाई कट पिस बनाउँछु अब। अनि हाम्रो भिडियो हेर्नु होला कसरी बनाउँछु म हैन, एकदमै भिलेज स्टाइलमा के, किनकि अब गाउँले मान्छे पर्यौँ हामी हैन, त्यही भएर गाउँले स्टाइल अब यस्तै हो गाइज। यसलाई त यस्तो मार्ने हो के म, एकैचोटिमा साफ हो। अब यो कुखुरा चाहिँ म मारिसकेँ के, चट्टा पारेर। पानी एकदमै गरम आछ हाम्रो यहाँ। मुर्गा चाहिँ सखाप भइसक्यो कि नै, मुर्गा चाहिँ मरिसक्यो गाइज। अब यो गरम पानी हो के एकदमै, मैले यो भुट्ला फाल्ने हो के मुर्गाको। ओहो आहा, लास्टै टाटो छ त यार। ओ माइ गड, गरम छ त छोरी। छोरी सन्चै छौ? आज चाहिँ विशेष गरेर हाम्रो गहुँ डाँडेको पार्टी हो के। अब न्यू इयरको पार्टी ल्याउन सकेनौँ, गहुँ डाँडेको पार्टी चाहिँ ल्याउँदैछौँ आज। लास्ट सकियो कि डाँडेर। हेर्नु गाइस, मुर्गाको भुट्ला चाहिँ म फालिसकेँ। अब यसलाई एकछिन आगोमा पोल्नु पर्छ के, यो पुरै जलाउनु पर्यो नि त, त्यही भएर यसको भुट्ला जराउँछु म। हेर्नु, हाम्रो किचन चाहिँ यस्तो अवस्थामा छ के गाइस। गर्मी चाहिँ लास्दै छ के गर्ने हैन, गरिबको घर हो के यो गाइस। ग्यास पनि लिन सकिया छैन। यो त पहिल्यै मासु बनिएको त यार। पुरा हाई गर्मी भएको के, हेर्नु पसिनै पसिना। अब यो बनाउनु पर्यो के गाइस, धेरै दिनपछि आज मुर्गा बनाउँदैछु म। एकदम खतरा पिस बनाउँछु के। मस्त मस्त पिस बनाउने हो आजमा गाइस। धेरै दिनपछि मासु काटेको गाइस। आज चाहिँ स्पेशल डुग्गी हाम्रो नयाँ आएको छ के। वाउ, मस्त पिस। आज जोरले खाने हो छोरा। नयाँ सालमा खाना पाइएन हैन, आज टन्नै खानु होला मेरो बाबु।
हेर्नु गाइस मासु चाहिँ टन्नै म बनाइसकेको छु। अब म्याडमज्यू चाहिँ पकाउनु हुन्छ अहिले। भान्सासम्म दिएर आउनु पर्यो के। चाहिँ म मासु राखिए। हेर्नु गाइस हाम्रो म्याडम चाहिँ मसला बनाउँदैछन् के यहाँ भान्सामा। हेलो गर्दिम पहिला। हेलो। हेर्नु हैन यहाँ प्याज चाहिँ काटिरहेको छिन् अनि टमाटर चाहिँ यता छ, मासु यता राखेको छ। अब मसला रेडी गर्दैछन् के। यहाँ चाहिँ हाम्रो काठको ढोक्नी स्पेशल एकदमै। अब म्याडमज्यू चाहिँ यहाँ कराही बसालिसक्नु भएको छ। मसला चाहिँ यहाँ हेर्न सक्नुहुन्छ एकदमै रेडी छ अर्ग्यानिक मसला। म्याडमज्यू अब तेल हाल्नु हो गाइस। हेर्नु हाम्रो भात चाहिँ एकदमै रेडी भइसकेको छ गाइस, हेर्न सक्नुहुन्छ भात इज रेडी। मसला चाहिँ हाम्रो रेडी भइगयो। अब मस्त देखियो यार मासु त गाइस। हेर्नु टन्नै छ आज मासु। मस्त पिस के। यो चाहिँ अलिकति बुङ्गुरको मासु हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो स्पेशल बहिनी जहिले बुङ्गुर ल्याउनु होला फ्राई गरेर खाउँला भन्नुभयो के, त्यही भएर ल्याएको यो। अब म्याडमजी यसलाई तेलमा टास बनाउनुहुन्छ यसलाई। हेर्नु म्याडम चाहिँ आज बुङ्गुरको स्पेशल टास बनाउनुहुन्छ। यता हेर्नुस् के बुङ्गुरको मासु टास बनाउन जाँदैछु के। यता हेर्नुस्। बुङ्गुरको मासु चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। म्याडमजी एकदमै मलिराख्नु भएको छ के टास बनाउनलाई। बुङ्गुर खानेले बुङ्गुर खाने हुन्, कुखुराको मासु खानेले कुखुराको मासु खाने हुन् गाइस। दुइटै रेडी छ आज। वाउ एकदमै टेस्टी देखियो यार। यता चाहिँ बुङ्गुरको फ्राई हुन लाग्छ, यता चाहिँ कुखुराको मासु रेडी भइगयो। अब हाम्रो मासु रेडी भयो गाइस। म्याडमज्यू चाहिँ उतारिराख्नु भएको छ अहिले। वाउ मस्तको मासु। वाउ टेस्टी टेस्टी मासु गाइस। हेर्नु दामी। आज टन्नै मासु भात खाने हो के। हेर्नु गाइस यो चाहिँ बुङ्गुरको
मास बनाएको के रक्सीसँग खानलाई अहिले बहिनी जयहरू खान्छन् नि त त्यही भएर हेर्नु गाइज कुखुराको मासु मस्त छ के बच्चीहरू चाहिँ खाइसकेका छन् अब हामीहरू मात्रै छौँ के अहिले चाहिँ मम्मी हालिराख्नु भएको छ यो डुनामा भाग हालिराख्नु भएको छ कि मम्मी चाहिँ वाउ मासु आयो म चाहिँ भात खान जाँदैछु के अब भोक लागिसकेछ हाम्रो बेडामा चाहिँ अलिअलि यो गिलासमा के हो रक्सी हो होइन रक्सी खाँदैछ यति ठुलो बुट्टी के मासुको आजको पार्टी चाहिँ स्पेसल हाम्रो गहुँ डाएर सकियो के घरमा भित्रायौँ अनि त्यही पार्टी हो क्या आज मस्त बनेछ क्या दामी मासु बनेछ क्या आज लास्ट टेस्टी नयाँ वर्षमा मासु खान पाइएन गाइस आज टन्नै ल्याछौँ क्या